एउटा सानो कुरा सोध्न मन लाग्यो। कृपया एकछिन सोच्नुहोस् त, तपाईँमध्ये कतिजना दिनभर मेहनत गरेर पनि आएको इन्कमले सन्तुष्ट हुनुहुन्न? कसैको घर भाडा छ, कसैको स्टुडेन्ट लोन होला, कसैको गाडीको किस्ता, कसैको मोर्गेज, अनि कतिजना इन्टरनेसनल स्टुडेन्ट भएर पेचेक टु पेचेक बाँचिरहनु भएको छ। जिम्मेवारी धेरै छन्, तर विकल्प भन्ने कम छ भनेर सबैलाई थाहा नै छ, होइन र? सबैलाई नमस्ते, म टिना। म एउटा आमा अनि इन्टरनेसनल स्टुडेन्ट पनि हुँ। म काठमाडौँ नेपालबाट हुँ, तर हालै म भ्यान्कुभर क्यानाडामा छु। पढाइ, काम, बच्चा, घर सबै म्यानेज गर्न कति गाह्रो छ मलाई राम्ररी थाहा छ। म पनि धेरै समयसम्म यही रुटिनमा अड्किएर बसेकी थिएँ। धेरै मेहनत थियो, तर समय र इन्कम भन्ने दुवै कन्ट्रोलमा नै थिएन। त्यही बेला मैले एउटा डिजिटल प्लेटफर्मबारे थाहा पाएँ, मेरो पुरानो कलिगको थ्रु फेसबुकमा। म टेक एक्सपर्ट होइन, तर सोसियल मिडिया त हामी सबै नै चलाउँछौँ। यहाँ फरक मात्र के छ भने सोसियल मिडियालाई इन्कम जेनेरेट गर्न कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा सिकाइन्छ। यसमा स्टेप बाई स्टेप ट्रेनिङ छ, टुल, स्ट्राटेजिज, मेन्टरसिप सबै छ। सिस्टम पहिले नै रेडी हुन्छ। यसमा कुनै प्रेसर छैन। फ्रेन्ड्स, फ्यामिली कसैलाई चेज गर्नु पर्दैन, कसैलाई पनि कन्भिन्स गरिरहनु पर्दैन। आफ्नै पेसमा, आफ्नै तरिकाले काम गर्न सकिन्छ। साँच्चै भन्नुपर्दा म यो काम पैसाको लागि मात्र गरिरहेकी होइन। म आफ्नो बच्चाहरूको लागि अलिक बढी टाइम चाहन्थेँ, अनि अलिक बढी सेक्युरिटी चाहन्थेँ। घरबाटै बसेर आफ्नै भविष्य बिल्ड गर्न चाहन्थेँ। यदि तपाईँ पनि इन्टरनेसनल स्टुडेन्ट, वर्किङ प्यारेन्ट वा लाइफमा अलिक बढी अप्सन खोज्दै हुनुहुन्छ भने तल लर्न मोरमा क्लिक गरेर फ्री वर्कसप हेर्न सक्नुहुन्छ। साँच्ची भन्नुपर्दा यो सबैको लागि होइन, तर सही मान्छेको लागि यो साँच्चीकै मिनिङफुल हुन सक्छ। समय दिएर सुन्नुभएकोमा धेरै धेरै धन्यवाद। फेरि भेटौँला।